हेलो साथीहरु, वेलकम छ मेरो भिडियोमा। म चाहिँ आज हजुरलाई के देखाउन गइरहेको छु। म फेरि अब भिडियो नबनाम भने पनि बनाइहाल्छु भन्ने हुन्छ के। भिडियो बनाउँछु म चाहिँ। त मैले बोल्दै थिएँ दिदी मल सोर्दै हुनुहुन्थ्यो कि आजभोलि बर्खाको मल हेर्नु पानी आएर पुरै र्याप र्याप हुन्छ। अनि दिदीले त चाहिँ मल सोर्दै हुनुहुन्थ्यो। बाख्राको मल पुरै हेर्नु त पानी आएर कस्तो छ, पुरै बस्नै मान्छे छैन। अनि यता चाहिँ सासुआमा तरकारी पकाउँदै हुनुहुन्थ्यो। हामी आफ्नो काममा तल्लिन हुन्छौँ कि फेरि बिहान अलिअलि हैन। अब एउटैलाई भएपछि त भार पर्ने थिएन, सबै काम एउटाले गर्नु। सासुआमा खाना बनाउने, दिदी मल फाल्ने, मैले चाहिँ यता आँगन बढाल्ने गरिरहेको थिएँ। आज अलि लामो काम थियो कि मेरो आँगनको। आजभोलि बर्खाको हेर्नु झार आएर फेरि कस्तो हुन्छ, आँगनको छेउछाउमा पुरै धेरै झार आएको थियो। अनि मैले चाहिँ झार टिपिरहेको थिएँ यता हैन। आजभोलि यस्तै त हो, बर्खाको झार आइहाल्छ। अनि भिडियो कति बनाएको भन्ने मान्नुहुन्छ होला हैन। भिडियो त अब यस्तै त हो गाउँघरमा। यता चाहिँ बाख्रा घाँस खाँदै थिएँ। यता चाहिँ हाम्रो फुपू चल्ला गोला लाग्नु भएको थियो कि यहाँको सम्पत्ति हेर्नुहोस् न, फुपूले फाले। अनि म चाहिँ पसल आइपुगेँ बिहान अलिअलि घरको काम सकेर। त्यस पछाडि पसल आएपछि यता छोरी चाहिँ अब स्कुल जाने तयारी कपाल गर्दै। मैले चाहिँ छोरीको कपाल बाँड्दिएँ। ठुली छोरीको छोरा मान्छे भएपछि कपाल सपाल बाँड्नु पर्थेन हैन, अलि छिटो हुन्थ्यो। अनि छोरी भएर सानो छोरी फेरि कपाल बाँड्नै मान्दिन्थेन कि फकाइ के हो कपाल बाँड्दिएको पुरै मोबाइल हेर्ने अलि भनी कपाल बाँड्नै नमानेर पुरै हैरान हुन्छ। अनि त्यस पछाडि मैले सानो छोरीको कपाल बाँड्दिएँ। छोरीहरू स्कुल जाने रेडी भए। अनि मम्मीले पठाइलग्ने रे, एक्लै त स्कुलले नजाने रे। अनि दाजु कुरा आउनु भएको थियो, चुरा हेर्दै हुनुहुन्थ्यो। हरियो साउन्डको यता नानीले मेरो भिडियो बनाइदिनु दिदी भनेर पुरै म त भिडियोमा देखिने म चाहिँ मेरो भिडियो बनाइदिनु भनेर पोज गर्ने भनेर पोज गरिरहेको थिएँ। अनि त्यस पछाडि छोराछोरीसँग कति गाह्रो छ हेर्नु त, नमानेर भनेको हुनु पऱ्यो, जे भने त्यही हुनु पऱ्यो रोएर पुरै हैरान छ। यता फेरि बाबु देख्नै हुन्न, अगाडि लगाइहाल्छ गराउने। अगाडि आइरहेको मलाई देख्नै हुन्न कि आइहाल्छ फेरि अङ्कलको छोरा। यता फेरि हाम्रो अङ्कल स्कुलबाट आउनु भएको थियो, घरै बाइक लगाएर जानुभयो। अनि त्यस पछाडि म चाहिँ घराएर आज हाम्रो भान्सामा अलि स्पेसल थियो नि त, बाख्राको मासु पकाउँदै थियौँ। मैले चाहिँ पकाइरहेको थिएँ, प्याज हालेर चाहिँ भुटिरहेको थिएँ मासु। अनि त्यसलाई मैले ढाकेर सिटी लागिरहेको थियो उता चाहिँ मासु। अनि मैले यता मसला रेडी गरेँ, टमाटर काटेँ, लसुन फोकेँ। अनि त्यस पछाडि मसला रेडी भयो, टमाटर काटेर प्याज त मैले पहिले पकाइसकेको थिएँ बाख्राको मासुमा। ब्रोइलरमा चाहिँ अलिक पछाडि पकाउँछु म, बाख्राको मासुमा चाहिँ अगाडि पकाइहाल्छु। आफ्नो सिस्टम पकाउने होइन। यता फेरि कुलो काट्ने रे, पानी बगेन रे कुलो काट्ने हैन। छोरीहरू फेरि कति चल्छन् के हेर्नु, बच्चाहरू कति चल्छन्। हाम्रो घर त पुरै लड्छन् चल्छन्, काम चाहिँ नल्लाखुरु। आमा फेरि यता तल्लै हुनुहुन्छ व्यस्त त। अनि त्यसलाई मैले लसुन टमाटर ल्वाङ सुङ्गेल सबै बनाएर चाहिँ त्यो मसला मिक्सरमा पिसेँ। फेरि मैले टमाटर मिक्सरमा पिसिसकेपछि अलि बाक्लो हुन्छ नि त झोलसोल, त्यही भएर म चाहिँ मिक्सरमा पिस्छु कि त्यो मसला मासु पकाउँदाखेरि चाहिँ टमाटरलाई मिक्सरमा पिस्छु। मिक्सरमा पिसेर हाल्ने बानिसकेँ टमाटरलाई। टमाटर जेस मसलाहरू सबै मिक्सरमा हालेँ। अनि साँझको खाना, यो चाहिँ हाम्रो साँझको खाना। मैले चाहिँ मिक्सरमा मसला पिसेँ। अनि त्यस पछाडि मसला रेडी भयो। हामीले चाहिँ अब साँझको खाना आजलाई यति। अब फेरि अर्को भिडियोमा हुन्छ हाम्रो।